मैले चाहिँ अघिको लुङ्गीमा यसरी चेन हालेर अनि यहाँ यतापट्टि यसरी मोजा हालेर चाहिँ यसरी बनाएको छु। हेर्नु चेन चाहिँ अलिकति मैले ब्याक साइडमा राखेको छु किनभने फोटोहरू खिच्दाखेरि यो चेन हालेपछि त नराम्रो देखिन्छ नि त, त्यही भएर अलिकति ब्याक साइडमा राखेको छु होइन। अनि ब्याक साइडमा चाहिँ हाम्रो घियाहरूले छोप्छ नि त। अनि मैले यस्तो हुन्छ यो चाहिँ एक्स्ट्रा राखेको है मैले, मलाई चाहिँ यस्तो राख्न मन लागेर किनभने मेरो शरीर चाहिँ भटभट भइरहन्छ क्या। अनि यहाँ पुक्कर निस्किन्छ अनि यो लुज भएको चाहिँ मलाई मन पर्दैन। अनि एकदम फिटिङ चाहिन्छ नि त, फिटिङ चाहिँ यो फिटिङै छ भटभट भइरहन्छ नि त, त्यही भएर मैले चाहिँ यो एक्स्ट्रा राखेको। अनि यो ठक्क यो चेनमा छोपिन्छ यसरी। अनि त्यसपछि अलिकति आफूले फिटिङ गर्न मन टाइट गर्न मन लाग्यो भने यसले यसरी टाइट गर्न मिल्छ, त्यही भएर यसरी राखेको। तपाईँले यसरी बनाउनु होला। मेरो चाहिँ यो टिपिकल ड्रेस भएको भएर मैले चाहिँ काटेको छैन। अनि यो सिलाएको भागबाट चाहिँ चेन हालेको हो, यसरी छ। यो माथिबाट पनि काटेको छैन, टक्क राखेको छ। अब ल जे गर्दा पनि हुन्छ नि त, जहाँ जाँदा पनि जे गर्दा पनि सजिलो हुन्छ। तपाईँहरू पनि यसरी बनाउनु होला, आफैले पनि बनाउन सकिन्छ।